Hello everyone, it's me Susmita. Today I am at Central Zoo. Let's explore the animals together. Are you ready? Let's go! Guys, यो हो जूको इन्ट्रान्स अनि यहाँ टिकट लिनुपर्छ। टिकट काउन्टरमा प्रति व्यक्ति 250 र विद्यार्थीहरूको लागि 150 रुपैयाँ प्रवेश शुल्क तिरिसकेपछि हजुरहरू चिडियाखाना घुम्न जान सक्नुहुन्छ। वाउ गाइज, यहाँ त धेरै एनिमल्सहरू देखिँदैछ। पहिला कता जाउँ भयो। स्याटरडे सबैको स्कुल अफिस अफ र बच्चाहरूलाई कहाँ घुम्न लाने भन्दाखेरि नम्बर 1 अप्सनमा रहेको छ जू। त्यसैले पनि स्याटरडे अलिअलि भिड त हुने भइहाल्यो नि। तर ठाउँ चाहिँ एकदमै राम्रो, यो मोमेन्ट मिस नगर्नु होला। हाहा गाइज, मङ्की त एकदमै फन्नी, मेरो क्यामेरा हेरेर रियाक्सन दिइरहेछ। यो त हाइलाइट नै हो आजको ब्लगको। यो बर्ड सेक्सन त एकदमै कलरफुल। इफ यु लभ बर्ड्स, यो पार्ट 1 अफ द बेस्ट हो है। अब हामी कुरा गरौँ सेन्ट्रल जू, नेपालको सदर चिडियाखानाको इतिहास। नेपालको एकमात्र सदर चिडियाखाना काठमाडौँको जावलाखेल ललितपुरमा रहेको छ। यो 1932 मा राणा प्रधानमन्त्री दुद्ध शमशेर जङ्गबहादुर राणाद्वारा व्यक्तिगत चिडियाखानाको रूपमा बनाइयो। जग्गामा रहेको पोखरी त्योभन्दा पुरानो छ। त्यो 17औं शताब्दीमा राजा सिद्धि नरसिंह मल्लको शासनकालमा बनाइएको थियो। 1950 को राजनीतिक परिवर्तनपछि सरकारले चिडियाखानालाई नियन्त्रणमा लियो। 1956 मा चिडियाखानालाई सार्वजनिक रूपमा खोलियो। 1995 मा नेपाल सरकारले चिडियाखाना व्यवस्थापन जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोष NTNC लाई सुम्पिदियो। NTNC को लक्ष्य चिडियाखानालाई सिर्फ मनोरञ्जन स्थल मात्र होइन, कन्भर्सेसन, एजुकेसन, वाइल्ड लाइफ रिसर्च र संरक्षण स्पेसियल बाहिर प्रतिरक्षणको केन्द्र बनाउनु हो। NTNC को व्यवस्थापनमा आएपछि चिडियाखानाका पुरानो संरचनालाई सुधार्दै घेराहरूलाई जनावरहरूको प्राकृतिक वासस्थान नजिकै बनाउने कार्य भइरहेको छ। 2018 मा NTNC ले नयाँ फिडिङ जोन बनायो। पुरानो राणाकालीन संरचनालाई हटाएर राम्रो खाना तयार गर्ने र सफा वातावरण सुनिश्चित गर्ने योजना बनायो। चिडियाखानामा दुर्लभ, घाइते वा अवैध वन्यजन्तुहरूको उद्धारको काम पनि धेरै हुन्छ। फ्रेन्ड्स अफ जू एफोजेट नामक कार्यक्रम मार्फत विद्यालयका विद्यार्थीहरूलाई वन्यजन्तु संरक्षण र वातावरणीय शिक्षा दिइन्छ। NTNC को वार्षिक रिपोर्ट अनुसार धेरै विद्यालयका विद्यार्थीहरू यस प्रोग्राममा संलग्न छन् र चिडियाखानाले जनचेतना फैलाउन ठूलो भूमिका खेल्छ। यो क्षेत्र सांस्कृतिक रूपमा पनि महत्त्वपूर्ण छ किनकि पुरानो पोखरी र आसपासका स्थलले ऐतिहासिक मूल्य राख्दछन्। चिडियाखानामा पिकनिक क्षेत्र, पुस्तकालय, पर्यटन सेवाहरू पनि छन् जसले विभिन्न उमेरका मानिसहरूलाई आकर्षण गर्छ। 2020 डिसेम्बर NTNC व्यवस्थापनको 25औं वर्ष पुगेको रहेछ। कोभिड-19 महामारीका कारण केही समयका लागि चिडियाखाना बन्द रह्यो, तर पूर्ण खुल्दा NPPC ले स्वास्थ्य सुरक्षा उपायहरू लागू गर्यो। NTNC चिडियाखानालाई सेन्चुरी मोडलको रूपान्तरण गर्ने सोचमा छ, जहाँ जनावरहरूको कल्याण र प्रकृतिको व्यवहारलाई प्राथमिकता दिइनेछ। अनुसन्धान, जनचेतना र अधिक प्राकृतिक वासस्थानका लागि निरन्तर सुधारको योजनामा छ। अब हामी कुरा गरौँ ओभरअल समरी। सदर चिडियाखाना नेपालको सबैभन्दा पुरानो र ठूलो चिडियाखाना हो, जुन 1932 मा राणा प्रधानमन्त्री दुद्ध शमशेर राणाले निजी रूपमा स्थापना गरे। 1956 मा सार्वजनिक चिडियाखाना बनेपछि यसले काठमाडौँ उपत्यकाको प्रमुख मनोरञ्जन तथा शिक्षा केन्द्रको रूपमा विकास भयो। 1995 देखि यसको व्यवस्थापन राष्ट्रिय प्राकृतिक संरक्षण कोष NTNC ले सम्हाल्दै आएको छ, जसले चिडियाखानालाई वन्यजन्तु संरक्षण, शिक्षा, अनुसन्धान र जनचेतना अभिवृद्धि आधुनिक मोडलमा रूपान्तरण गर्दै आएको छ। चिडियाखानामा अहिले विभिन्न देश तथा विदेशी प्रजातिहरूलाई उद्धार र पुनर्वास कार्यक्रम र विद्यार्थीहरू लक्षित फ्रेन्ड्स अफ जू जस्ता शिक्षामूलक पहलहरू सञ्चालनमा छन्। पुरानो संरचनाहरूलाई सुधार्दै नयाँ प्रणालीहरूलाई प्राकृतिक बनाउने प्रयास भइरहेको छ। सांस्कृतिक रूपमा पनि महत्त्वपूर्ण यो स्थल काठमाडौँको पारिवारिक मनोरञ्जन, पर्यटन र वन्यजन्तु संरक्षणको केन्द्रीय केन्द्रका रूपमा चिनिन्छ। सानो मान्छे
बिरालो बिरालो हो ठुलो बिरालो नाना ठुलो बिरालो रेलगाडी छुक खेल्दै हामी पुग्यौँ शानदार मोमो र यहाँ चाहिँ एकदम प्याक रहेछ त्यही भएर हामी माथि गयौँ माथिको एम्बियन्स चाहिँ एकदम दामी बवाल लाग्यो तल डिफ्रेन्ट माथि डिफ्रेन्ट मोमो पनि एकदम मिठो थियो गाइजहरू अनि हामीले खायौँ मोमो तिमीहरूको कामै के छ त्यो खानी डुल्ने हिँड्ने त हुने होइन भन्ठाने होला त्यसै हामी चियादानी पुग्यौँ यहाँ गएर चियाको चुस्की लिएर घरतिर फर्क्यौँ यस्तो उज्यालोमा छिरेको मान्छे फर्किनु त साँझ राति परिरहेको गाइजहरू अनि शङ्खमुलको चियादानी को जानुभयो र यहाँको चिया कस्तो लाग्छ चियादानी पुगेपछि समय बितेको पत्तै नहुने जू गएपछि तपाईँहरूले कुन चाहिँ बेस्ट पार्ट लाग्यो र कुन चाहिँ पार्ट चाहिँ मन पर्यो थ्याङ्क्स फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब